हेलो गाइज, आजको भ्लगमा स्वागत छ है तपाईँहरूलाई। धेरै दिन पछाडि भ्लग बनाउँदैछु होइन। भ्लग बनाउनु पाएन, इक्जाम हुँदैछ नि त, यसो पढ्नु पर्यो अनि त्यो इक्जाम चल्दैछ अनि हो त्यो भ्लगै बनाउनु पाएको थिएन नि गाइज। कस्तो दामी घाम लागिरहेको छ आज हाम्रो गाउँतिर घट्टा लगाएर। कल चाहिँ यसो खुट्टातिर लाग्दै गर्दै लानुपर्ने। इक्जामले मारेको छैन, पढ्नु पर्यो इक्जाम हो। भाइको हात लाग्यो खाली यार बाइक गाइड त्यो ढिलो आइयो ल। त्यसो यस्तै हो गाइज होइन। झट्ट लगाएर आज घाम लाग्दिरहेको छ अलिअलि। कन्डिसन गर्मी हुँदैछ अरे त्यही गाइज। अलिक कुटी गरेर भेटौँ है त, कुटी गरेर भेटौँ है गाइज। चियामा रक्क भएन गाइज, चिया मिसिआएको हाम्रो बगरलाई भेट्नु स्कुल ग्राउन्ड अरे ग्राउन्ड बनाएको अरे पुरै धान रोप्दा यस्तो गरिरहेछ गएर। धान रोप्न लाग्यो यस्तो यही गाइस हाम्रो स्कुल चाहिँ। ग्राउन्ड पनि पुरै स्कुल हुन्छ गाइस। धान लागेको धान चाहिँ रोप्ने है तर तल लान्छ। रश्मि स्कुल गएको इक्जाम हुँदैछ कि छैन? छैन, कहिलेदेखि हो इक्जाम? हो र सन्डे के को छ इक्जाम हो? ल ठिक छ। स्कुल शान्तिनिकेतनमा रहेछ अब पऱ्यो योगेश स्कुलमा गएर भेटौँ है। योगेश होस्टेलमा त्योमा गएर देखाउने भनेको थिएन कि ग्राउन्ड देखाउनु भनेको त्यसलाई अब कस्तो थियो अरे कस्तो भनेको बबाल बनाउँदैछ बबाल गाई चलेको होइन। स्कुल जाने गीतै गाइदिएको छु कति एउटै भ्लग बनाउनु गाई चाहिँ हाम्रो एउटै मात्र आउँछ। अब म झापा छु गाइस, झापा गएपछि धान रोपेको यताउता है गाइस भ्लगहरू। अन्त कहीँ हिँडे होइन, घरदेखि आयो कुदाएर के गर्नु कुदाएर कति श्री शान्तिनिकेतन माध्यमिक विद्यालय यस्तो सुन्दर छ। माथि पाथी भएर गाइस माथिको डाँडा देख्दैछ नि, त्यो टुप्पो चाहिँ पाथी भएर इलामको पाथी भएर इलामको पाथी भएर स्कुल चल्थ्यो। तिम्रो लागि कामहरू भट्टाभट भइरहेको रहेछ त। गिलो जाम पुरा खाँदै गाई चढेर चाहिँ म होस्टेल आइसकेको छु होइन। कुटी डाँडाको मौसम यस्तो छ, पुरै सुन्दर हरियाली मौसम छ कुटी डाँडामा गाई।
योगेश चाहिँ यहाँ म भर्खरै राउले एकचोटि खेला पढ्नु पर्दैन यता आन्टी हुँदैछ यता दिदी भाइ यता हेर्देऊ न हौ योगेश यता हेर्देऊ न क्रिकेट प्रेमीहरू लगायत अब आजको लागि भ्लग यति नै है त